हेलो साथीहरू, आज चाहिँ म यो चल्लालाई चारो खानी बनाएर देखाउँछु ल। यसरी ठुलो पेप्सीको बोतल ल्याउनुहोस् हो। भिडियो अन्तिमसम्म हेर्नुहोस् है। ठुलो पेप्सीको बोतल चाहिँ यसरी नै काट्नुहोस् है, जसरी काटेको छ। अनि सानो पेप्सीको बोतल हुन्छ नि, त्यसको चाहिँ यो खुट्टा हुन्छ नि, यो खुट्टा चाहिँ सबै हो 5वटा खुट्टा हुन्छ, 5वटा काट्नुहोस् यसरी। यो टुप्पा जति चाहिँ सबै काट्नुहोस् यसरी। यो छुरी तताएर काट्नु भने साह्रै सजिलो हुन्छ। छुरी चाहिँ तताएर काट्नुहोस् कि तपाईँहरूले, एकदम राम्रो हुन्छ। अनि त्यहाँदेखि सबै काट्नुहोस्। अनि त्यहाँदेखि यसको सबै काटिसकेपछि यसरी काटेर चाहिँ अब यसको स्टिकर चाहिँ आधी मात्रै काट्नुहोस् ल। चट्टैसँग स्टिकर चाहिँ आधी मात्रै काट्नुहोस्, किनभने त्यहाँनिर अहिले त्यो अघि काटेको हाल्नुपर्छ। यसरी चट्टै यसरी सबै मुनि छिराउनुहोस्। अनि यसलाई चाहिँ माथि छिराइसकेपछि चाहिँ मजाले ट्यापिङ गर्नुहोस् ल। यसलाई माथि छिराएर चाहिँ फेरि ट्यापिङ गर्नुहोस्, किनभने मुनि पानी थाम्नुपर्छ। मजाले ट्यापिङ गर्नुहोस्। अनि त्यहाँदेखि यस्तो बनिन्छ। अनि यसरी हेर्नुहोस् त, पानी खानु कस्तो राम्रो हुन्छ। चारो पानी खानु चल्लाहरूलाई